चुनावको काहीँ चिया नास्ता खुवाउँछन् कि त्यहाँ गाउँघरतिर गाउँघर गएपछि खानापिना चाहिँ खुवाउन त अब कोही निका मान्छे लसियामा घर गएपछि चुनावको भोट दिने चुनाव आयो अब केही नै मैले आउँदा केही खुवाएको आएको छैन कुनै केही दिएको नै तिमी भोट दिन जाने आऊ कि नै भोट दियो भन्नु लागिरहेको छन् कहिलेमा हुन्छ कहिले दियो भन्नु लागिरहेको छन् कहिले दियो भन्नु लागिरहेको छन् भोट सिर्जनाले भन्यो भोट दियो काङ्ग्रेसलाई भन्यो काङ्ग्रेसलाई दिन्न काङ्ग्रेसलाई कहिले दिन्न एबारे उ रापर उले दिनु स्वतन्त्र घण्टी छैन घण्टी घण्टीमा दिनु त्यो अरूलाई काङ्ग्रेसलाई एमालेलाई कहिले दिन्न तिनले अब आश्रममा देश लुटी खायो अब नयाँ मान्छे आउने हो नि त्यो घण्टीलाई चिन्हलाई दिनु भोट अच्छा ठीक हो घण्टीमा दिनु दिएको छैन घण्टीमा दिया पक्का घण्टीमा दिया अरूमा नदिया भोट दिउँला अरूले जसले जे आफ्नो अरूका चिया नास्ता बरु दिएपछि खानु भोट चाहिँ घण्टीमा दिनु घण्टी चिन्ह हुन्छ उहाँ नि हान्नु ल घण्टीमा दिउँला दादा ठीक हो घरका सबैले घण्टीमा दिनु भोट तैले भने हामी मान्ने भ्यौ नि त अब हाम्रो लागि देश विकास गर्न नयाँ युवाहरू आउने हो देशमा के प्रगति गर्ने हो हामी पनि घर आउँले अब बुढाखाडी मान्छेले अब देश चलाइ सक्दैन भनेर नयाँ पिढी आएको अब नयाँ पिढीलाई सबैले सपोर्ट गर्यो भने अगाडि बढाउनु पर्ने ठीक हो त्यसो हो अरूले जन्ने दिए भने अरूले कन्ने पैसा दिए पनि काङ्ग्रेसलाई भोट दिए एमालेलाई भोट दियो भने पैसा लिनु भित्र जाने बेला कोही देख्ने होइन घण्टीमा हान्नु पैसा सबैका लिनु बरु पैसा लिनु सबैको खानु तर भित्र गएपछि त्यो भित्र कोतुम्रा पसा जाने कोही नै उहाँ गएर घण्टीको चिन्ह हुन्छ नि त्यहाँ ठ्याप्प हान्नु अब दिन्न अब आउन गाउँघरतिर अब आउने हुन ठिक हो अब बलिले पनि सदस्य भयो अरे दाजु यहाँ आया तँ आउँदा टिकट दिउँला भन्नुहोस् बलि त ल्याउको बलि म ग्याइन सग्याइन ऊ अध्यक्ष भएको हुनाले अध्यक्षमा बोल दियो आउँदा टिकट दिउँला म पैसा दिउँला त्यो बुढा मान्छे म दिउँला भनेको हो पैसा सबैका लिनु त्यहाँ पनि मैले काङ्ग्रेसलाई भोट हाल्नु भने कोही चिया दिन्न कोही पैसा दिन्न पैसा सुमाउनु भोट चाहिँ त्यो दिनमा हाल्नु सबै के भन्नु तुइले हाल्यौ भन्नु भित्र गाडी देख्ने कोहीले ठ्याक्क घण्टीमा हाल्नु भोट ठिकै भन्ने आफ्नो विचार गरे त म पैसा माने पठाइदिउँला ल पठाउँ त अब छ अरे पहिला गई अब क्या विचार गरौँ उत्तिकै छ विराम